साथीहरू नमस्ते। गरम भएर चाहिँ यो खालको भइरहेको छ कि उफ, मुला रोप्नु स्टार्ट गर्दैछु नि त आज फेरि खनेर। यो चाहिँ मेरो धनिया हो। अब यता पनि रोप्नु खनेर रोप्नु पर्ने छ साथीहरू, हेर्दै गर्नुहोस् ल। के साह्रो अल्छी लाग्दो दिन भएको साथीहरू, हेर्नुहोस् न। यहाँ मुला रोप्नु लागि ड्याङ बनाएँ हो। त्यति उतालाई पनि त्यति चाहिँ खनिसकेको छु। अब हेरौँ कति सक्छ आज। पानी पर्ला जस्तै हुँदैछ। पानी पऱ्यो भने त अब हुनु सक्दैन आज। पानीले काम नदिने रहेछ हो साथीहरू, हेर्नुहोस् न। अझै अति नै छ। यस्तो बारी खन्नुपर्ने छ चाहिँ हो। यति त गरिसकेँ, यता पनि रोपिसकेँ साथीहरू। मुला रोप्दा रोप्दै पानी पर्यो। यस्तो त हुन्छ अन्त। पानी परेर हेर्नुहोस् है, हालत खराब भएर बसिरहेको छु म चाहिँ मेरो कटेरोमा। 4:30 पनि भएछ साथीहरू। आज पानी परेर भए मैले यति चाहिँ रोपिसकेँ हो। यति चाहिँ रोपिसकेँ साथीहरू। अब यति बाँकी रह्यो कि भोलि रोप्छु। यति चाहिँ हो। अस्ति रोपेको चाहिँ यस्तो भएको चाहिँ सक्यो नि साथीहरू। अस्ति रोपेको चाहिँ हो। यस्तो भएको चाहिँ साथीहरू। अझै छ कति धेरै रोप्नु पर्ने।